द भोइस अफ नेपालको 6औं सिजन उत्कृष्ट आर्ट प्रतियोगीहरू छनौट गरिसकिएको छ। पछिल्लो सप्ताहको एपिसोडमा कोच उदय सोताङको टिमबाट सृजन खड्का र कोच मेलिनाको टिमबाट विकास थारू बाहिरिएपछि प्रतिस्पर्धा झनै कसिलो बनेको छ। अहिले उत्कृष्ट आर्टमा कोच राजु लामाको टिमबाट विराट तामाङ, प्रोसेसर राई, कोच मेलिनाको टिमबाट रोशन राई, सार्थक लामा, कोच खेम सेन्चुरीको टिमबाट इन्द्रकला राई, प्रोसेस पाण्डे, कोच उदयको टिमबाट अर्पणाचार्य र दावा तामाङ रहेका छन्। रिजल्ट के हुन्छ त्यो त हजुरहरूकै हातमा छ, अडियन्सहरूको हातमा छ। के कति भोट आयो त्यो चाहिँ अब हामीलाई अहिले केही पनि थाहा नै छैन। म भिडमा हराउने आवाज बन्न चाहन्न, म त्यो आवाज बन्न चाहन्छु जसले हरेकको मनमुटु छुने गर्छ। यो केवल प्रतियोगिता होइन, यो मेरो जिन्दगी हो, सङ्गीतले भरिएको जिन्दगी। उत्कृष्ट आर्ट प्रतियोगीहरू छनौटको क्रममा बाहिरिए पनि विकास रित्तै हात घर फर्किनु परेनन्। चारैजना कोचहरूले आफ्नो तर्फबाट 50-50 हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेसँगै उत्कृष्ट 12मा पुगिएका हरेक प्रतियोगीहरूले आफ्नो तर्फबाट विकासलाई 10,000 रुपियाँ सहयोग गर्ने बाचा गएका छन्। अहिलेसम्म विकासको लागि 3,20,000 भन्दा धेरै सहयोग उठिसकिएको जानकारी प्राप्त भएको छ। टप 12बाट चाहिँ दादालाई चाहिँ हामी सबैजनाले 10,000 चाहिँ उठाएर दादालाई सहयोग गर्नु। कोच राजु, म खेम मेलिना गरेर हामीले पनि मेरोबाट 50,000 कोच डिसिप्लिन भए तापनि कति रोडमा कति मेहनत गर्नुभएको छ। हाम्रो हुनु छ सबैजनाले दादालाई राम्रो राम्रो गीतहरू दिनु होला ताकि दादाले रोडमा पर्फर्मेन्स गर्न नपरोस्। विकास शोबाट बाहिरिएसँगै धेरै दर्शकहरूले आपत्ति जनाउनुको साथै विकास शोबाट आउट नहुनु पर्ने हो भन्दै कतिपय दर्शकहरूले विकास आउट हुनुको कारण समेत खोज्न थालेका छन्। आउनुहोस् यस भिडियो सामग्रीमा रहेर विकास कसरी शोबाट बाहिरिन पुगे विस्तृत रूपमा बुझौँ। एकदमै रमाइलो लाग्यो। जे होस् यहाँ आएर धेरै अनुभवहरू मैले बटुले है र पहिला यस्तो धेरै बोल्दैन थिएँ, आजभोलि जे होस् साथीहरूलाई हँसाउने सम्म भएको छु अनि एकदमै रमाइलो भयो। विकास थारूलाई धेरै दर्शकहरूले रुचाए तापनि उनी दर्शक भोट कलेक्सनमा कम देखिएका छन्। उनी यसअघि उत्कृष्ट 12 अर्थात् उत्कृष्ट 11 प्रतियोगीहरू छनौटको क्रममा पविन्द्र सुनारसँगै बटम 3 को सामना गर्नु परेका थिए। त्यस्तै उत्कृष्ट 10 प्रतियोगीहरू छनौटको क्रममा पनि पुनः बटम 3 को सामना गरिएपछि उनी खतराको घेरामा पुगिएका थिए। कुनै पनि रियालिटी सोहरूमा उत्कृष्ट प्रस्तुति दिनेसँगै उत्कृष्ट दर्शक भोट ल्याउन सकिने प्रतियोगीहरूले नै सोमा विजेता गर्ने गर्दछन्। उत्कृष्ट 9 प्रतियोगीहरू मध्ये विकासको दर्शक भोट उत्कृष्ट नभएपछि उनी सोबाट बाहिरिएका हुन्। मिलायो साथीले। नम्बर 2, निरन्तर रूपमा भोटिङमा रहनु। कोच मेलिना राईको टिममा रहेको 3 प्रतियोगी रोशन राई, सार्थक लामा र विकास थारू उत्कृष्ट 12 देखि निरन्तर रूपमा भोटिङमा हुनु। जुन प्रतियोगीहरूले अघि बढाउन दर्शकहरूले निरन्तर रूपमा भोट गर्नु पर्ने भयो, जसले गर्दा विकासले चाहने दर्शकहरू आफैमा रित्तिसकिएको हुनाले विकासलाई चाहेर पनि भोट गर्न नसकिएपछि विकास शोबाट बाहिरिएका हुन्। विकास शोबाट बाहिरिँदै गर्दा त्यसै गरी द भोइसकै प्रतिस्पर्धा दावा तामाङले विकासको लागि एउटा गीत तयार पार्ने प्रतिबद्धता जनाएका छन्। द भोइस अफ नेपाल हरेक शुक्रबार र शनिबार राति 9 बजे हिमालयन टिभीमा प्रसारण हुँदै आइरहेको छ। हाम्रो विकासलाई एउटा गीत म गराइदिँदैछु र धेरै राम्रो भएर जाओस् हाम्रो विकासको।
आदरणीय दर्शक श्रोतावृन्द, तपाईहरूलाई विकास थारूको आवाज कस्तो लाग्छ? कृपया तपाईँहरूको प्रतिक्रिया भने कमेन्ट मार्फत दिनुहोला। भिडियो मन परेमा भिडियोलाई एक लाइक र एक शेयर पनि गर्न नबिर्सनुहोला। यस्तै अन्य जानकारीको लागि भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्।